हेलो दर्शक नमस्ते। आज मैले हजुरहरूको लागि चाहिँ किमा नुडल्सको रेसिपी लिएर आएको छु, चिकन किमा नुडल्सको। अनि सुरुमा हामीले तेल तताउने, अनि तेलमा त्यसपछि हामीले सानो चप गरेको प्याज राख्ने। मैले 2टा प्याज राखेको छु। अनि त्यसपछि हामीले साइडमा चाहिँ मैले राइस नुडल्स लिएको छु। त्यसमा अदुवा राख्ने, जिन्जर सानो पिस गरेको जिन्जर, त्यसपछि अनि गार्लिक अलि धेरै नै चाहिन्छ, त्यसको टेस्ट आउँछ नि त, त्यही भएर। अनि यसलाई मजाले एकछिन फ्राई हुन दिने। अनि मैले बक्चो पनि त्यही उसमा पानीमा बोइल गर्न राखेको छु। त्यसपछि मैले चिकन मिन्स लिएको छु, हाफ केजी चिकन मिन्स। अनि त्यसलाई यसरी एकछिन गर्ने। अनि त्यसमा मैले नुन राखेको छु, अनि सोया सस, नुन हजुर कति खानुहुन्छ हजुर त्यति राख्नु, सोया सस। अनि मैले चाहिँ धनियाँको धुलो पनि हालेको छु, अनि रेड चिली पाउडर। अनि यो पानी निस्किन्छ यस्तो हुन्छ। त्यसपछि मैले टमाटो सानो चप गरेर राखेको छु, अनि स्प्रिङ अनियन्स। यसलाई एकछिन मजाले पकाउनु पर्छ, यो पानीहरू सबै सुक्नु पर्छ। एकछिन 10-15 मिनटै मजाले पकाउनु पर्छ यसलाई, त्यो पानी नसुकिन्जेलसम्म। त्यसपछि त्यो ओइल निस्किन्छ, हजुरलाई थाहा हुन्छ पाकेको। मजाले चलाउने, अनि त्यसलाई मजाले चलाएर अनि एकछिन चलाउँदै पकाउनुपर्छ, यस्तो हुन्छ फेरि लास्टमा। अब हामीले प्लेटिङ गर्छौँ। सुरुमा सोया सस राख्ने थोरै, त्यसपछि फेरि चिली ओइल। मैले यो आफै बनाएको चिली ओइल हो, यसको भिडियो पनि छ, हेर्न सक्नुहुन्छ हजुरले। चिली ओइल राख्ने, कति खानुहुन्छ अब त्यति राख्नु होला। मैले अलिक पिरो धेरै खान्छु, राखेको छु। त्यसपछि गार्लिक त्यसपछि नुडल्स राख्ने, अनि त्यसपछि अघि बनाएको किमा राख्ने। अनि त्यसपछि स्प्रिङ अनियन्स राख्ने, अनि कोरिएन्डर, अनि अघिको बाक्चो राख्ने। अनि त्यसपछि खानु होला, यस्तो हुन्छ। अनि फेरि इन्जोय गर्नु होला, हजुरले पनि बनाएर खानु होला। थ्याङ्क यू फर वाचिङ।